अनि यहाँ मान्छे चाहिँ बेहोस भयो मान्छेलाई कहाँनिर के भएको रहेछ हेर्न पऱ्यो डेन्जर चेक डेन्जर क्रस डेन्जर छैन जस्तै डेन्जरहरूको सर्प हुनसक्छ आगो हुनसक्छ माथिबाट चाहिँ आएको केही चाहिँ ढुङ्गा माटोहरू हुनसक्छ अथवा यहाँ करेन्ट लागेको हो कि करेन्ट लागेको रहेछ यहाँ तार रहेछ मैले चाहिँ फोन गरेर चाहिँ के गर्नु पऱ्यो भने त्यो मेन स्विचलाई अफ गर्नु भन्नु पऱ्यो दोस्रो कुरा अनि पहिलो कुरा अर्को कुरा चाहिँ मैले यहाँ चाहिँ यो वस्तु काठ प्रयोग गरेर यसलाई हटाउनु पऱ्यो बिस्तारै रिमुभ गर्नु पऱ्यो होइन पहिला अभोइड द डेन्जर होइन डेन्जरलाई पहिला हटाइसकेपछि होइन डेन्जर हटिसकेपछि म बल्ल उहाँलाई चाहिँ रेस्पोन्ड गर्न जाने किनभने उहाँलाई सेभ गर्नलाई म पनि सुरक्षित हुनु पऱ्यो नि त होइन म सुरक्षित हुनलाई अब त्यसपछि मैले डेन्जर यसै अब रेस्पोन्स चाहिँ गर्ने बोलाउने होइन उहाँको नाम चाहिँ सीता हो भने सीता तपाईँलाई कस्तो छ विष्णु तपाईँलाई कस्तो छ के भयो बोल्नु भएन होइन भर्बल रेस्पोन्स फर्स्ट अब भर्बल रेस्पोन्स भएन भने अब फिजिकल टच गर्न जाने फेरि मेल फिमेल जो पनि हुनसक्छ जहाँ पाए त्यही टच गर्न पाइँदैन है सोल्जरमा टच गर्ने इन्टरनेसनल स्ट्यान्डर्ड विष्णु 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 तपाईँलाई कस्तो छ उहाँ चाहिँ बोल्नु भएन होइन अब बोल्नु भएन भने उहाँको अब के गर्नु पर्यो भने साउथ परेर अर्को साथीलाई बोलाउनु पर्यो हामीले होइन जस्तै अब आउनु त एकजना फ्यामिली यहाँ एकजना बेहोस भएको हुनुभएको छ तपाईँले चाहिँ एम्बुलेन्स बोलाउनु होइन हामी मलाई चाहिँ हस्पिटल लैजानुपर्छ एम्बुलेन्सलाई कल गर्नु 100मा डायल गर्नु एम्बुलेन्स कल गर्नु म उहाँलाई चाहिँ हेर्दै गर्छु होइन अब उहाँले सास फेर्नु भएको छैन अब हेर्दै है त एम्बुलेन्स चाहिँ यो ठाउँमा आउनु सिङको 14 एकजना गर्नुभएको छ एकजना पेन्ट भएर लडिरहनु भएछ एम्बुलेन्स तुरुन्त आउनु पर्यो अब त्यसपछि मैले के गर्ने भने सास चेक गर्नु पर्यो सास फेरेको छैन लुक लिसन फिल हुन्छ है लुक भनेको तपाईँले चाहिँ उहाँको छाती हेर्ने चाहिँ स्ट्राइड्स तल माथि भएको छैन यो हेर्ने अनि लिसन भनेको चाहिँ यो ब्रेथ साउन्ड चाहिँ हामीले फिल गर्नु पर्यो कि लुक लिसन एन्ड फिल अब फिल भनेको अर्को दुईटा औँलाले हेरेर मुटुको धड्कन चेक गर्ने हुन्छ राइट एन्ड लेफ्ट अनि ठ्याक्कै हेरेर चाहिँ हामीले चाहिँ मुटुको धड्कन चेक गर्दा त उहाँको त ब्लुक ब्लुक गरिरहेको चलिरहेको छ भनेपछि यस्तो चलेको मान्छेलाई चाहिँ हामीले अब के गर्नु पर्यो भने उहाँ बेहोस भएरै छ तर मान्छे जीवितै छ भनेपछि अब विष्णुलाई हामीले के गर्नु पर्यो भने पोल्ट्री पारेर राख्नु पर्यो है त अब उहाँलाई पोल्ट्री पार्नको लागि मैले यो हातलाई यस्तो गरेँ होइन अनि त्यसपछि चाहिँ यो हातलाई एक खुट्टालाई यसरी मिलाएँ अब यहाँनिर केही टाइट छ भने अलिकति खोलिदिनु पर्यो होइन लुगा चाहिँ के छ टाइट छ कि छैन होइन अनि त्यसपछि बेहोस मात्र भएको हो भने अब यसलाई यो हातलाई यसरी खुट्टाले गर्नु पर्यो अनि त्यसपछि खुट्टा यो खुट्टालाई 90 डिग्रीमा अब जतिसुकै मोटो मान्छे भयो भने तपाईँले यसरी ठ्याक्कै यसरी पल्टाउन सक्नुहुन्छ अब एकदम इम्पोर्टेन्ट कुरा छ होइन यसरी हामीले पल्टायौँ यो फेरि सासमा यसरी खुम्च्यो भने फेरि समस्या हुनसक्छ सासमा गर्नलाई चाहिँ खोलिदिनु पर्यो ओपन द एयरवे गर्नको लागि चाहिँ त्यही हातको सिरानी हालिदिने अथवा यस्तो के पार्ने कसरी सिरानी हाल्ने होइन यसरी पोल्ट्री पारेर राख्ने यदि कुनै स्टुडेन्ट कोही मान्छे ठाउँमा अथवा के कारणले बेहोस भयो भने उसलाई सबभन्दा फर्स्ट स्टेप भनेको मुखबाट के पनि खानु नदिने पोल्ट्री पारेर यसरी राख्ने 15 मिनट अब तपाईँले कहिलेकाहीँ चाहिँ एकदम धेरै हिटले हो भने चाहिँ चिसो लगाइदिन सक्नुहुन्छ पानी खान नदिने है त टाउकोमा पानी हाल्ने मोजा सुनाउने काम पनि नगर्ने यसो गरिसकेपछि 15-20 मिनटपछि यदि उहाँलाई चाहिँ होस आएन भने होइन अस्पताल लैजाने नर्मल्ली अब खाना नखाएर